यो चाहिँ सिन्धुपाल्चोक हेलाबु गाउँपालिकाको आमेयाङ्री भन्ने ठाउँमा आज घुम्न जाँदैछौँ। कतिको रमाइलो ठाउँ रहेछ हेरौँ है त ओ भाइ साथीहरू। कता हो? हामी आमियाङ्री हो दाइ आमियाङ्री आमियारी भन्ने ठाउँ कुन ठाउँ हो? आमियाङ्री भन्ने ठाउँ यो हाम्रो सिन्धुपाल्चोक नारायणजी घ्याङदेखि के अरे यो चिरी गोम्बुदेखि हामी माथि जाने ठाउँ हो कि यो ए तरगनदेखि माथि माथि जानुपर्छ हो? यस 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 ए ल ठिक छ भाइ। ल ठिक छ अनि यात्रा कस्तो लागिरहेछ? ए यस्तो छ अब चिसो ठाउँमै चिसो बोकेर हिँडिरहेको छ हामी चाहिँ अनि चिसो ठाउँमै चिसो लाग्यो भने के गर्ने बाबु? लाग्दैन होला हामी त अब त्यो के अरे चिसोले अब खट्टो भइसक्यो खट्टो तर भइसक्यो हो? ल ठिक छ ल त्यसो भए ल। हिँड्नै सक्नेहरू अखाडि अखाडि पुगिसकेको छ। हामी दाजुभाइ गाफर्दै बिस्तारै बिस्तारै जाँदैछौँ। कस्तो रहेछ अब माथि उकालोमा। साह्रो म यस्तो सानो मान्छे नि यहाँ हिँड्न सकेको छैन ठुलो मान्छे कसरी हिँड्ने होला अनि पुरा रुख पनि छैन रहेछ, अलिअलि मात्र रहेछ रुख पनि। छैन नखाने भयो अब चाहिँ लगभग आमेयाङ्री पुग्न लागिसकेको छ। अदिबाडो भन्दा नि अलिक बढी भइसक्यो। आमेयाङ्रीको टुप्पी देखिरहेछ। आमेयाङ्रीको वारिपारिबाट यस्तो हिमाल देखिँदो रहेछ। अब चाहिँ ल है अब चाहिँ हामी ठ्याक्कै पुग्न मात्रै बाँकी छ, अलिकति मात्रै बाँकी छ है। ओ त्यो माथिबाट यसरी देखिँदो रहेछ आमेयाङ्री पुगिसकेपछि। यसरी तल हेर्दा त कस्तो रमाइलो ठाउँ। अलिकति बिहान पुग्न पाएन, बिहान पुग्न पाएको भए यस्तो राम्रो हुन्थ्यो। ल है ठ्याक्कै अब चाहिँ आमेयाङ्री आइपुग्यो हामी। अब सरर यहाँबाट आमेयाङ्रीबाट कस्तो राम्रो देखिँदो रहेछ यसो हेरौँ। त्यसपछि आमेयाङ्री दर्शन गरौँ, त्यसपछि फर्किनुपर्छ भन्ने सोच र विचार गर्दै यहाँसम्म धन्न मजाले लखर 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 हिँड्दै आइपुगेको छ साथीहरू। अब चाहिँ ठ्याक्कै मजाले हिँड्दा ल आमेयाङ्री ठ्याक्कै आमेयाङ्रीको गेट छेउमै आइपुगेँ। मजाले यहाँदेखि टुकुर 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 जाने हो। त्यसपछि यसरी पहिलाको यो पुरानो चिजहरू पनि रहेछ। यो के हो यहाँ चाहिँ बाजे रहेछ, त्यहाँ आमे रहेछ। यहाँदेखि यस्तो दृश्य आमामा मजाले राम्रो देखिन्छ। यस्तो रमाइलो ठाउँ छ। यहाँदेखि तल यसो हेर्दा आहा। ल है गाइस हामी चाहिँ फर्केको अवस्था अब।